नदी आयो। नमस्ते र तपाईँहरूलाई भगवतीमा स्वागत छ है। धन्यवाद। मेरो हो। एउटा फोटो खिच्नु नै यहाँ कति मन्दिर यही छ मन्दिर त। मन्दिर त्यही छ त। मन्दिर आएको छ भने कहाँ यहाँ आउँछ मन्दिर त्यही छ। यता जानु हुन्छ मोबाइल लो
मोला पछाडि लाउने ओड्नै नसक्दो अलि ओड्नु नभएछ सानै रहेछ बिचरा ठुलोले राम्रो टाका दिनु भनेको त त्यस्तो देख्नु नि हुँदैन कि तिमीलाई खास फर्किने बेलामा बजाउनु हुन्न अब यो आउँदाखेरिको बजाएको भनेर मान्दिनँ अब ए यहीँ बेच्न राखेको रहेछ ल भगवती मन्दिरको दर्शन गरियो कतिखेर कति वर्षको जान लाग्यो 30 वर्षपछि बल्ल चाहिँ अब गाउँ जाँदैछ होइन जन्मेको गाउँ चाहिँ 30 वर्षपछि बल्ल जाँदैछ 4-5 वर्ष हुँदै झरेको हामी त खाने
ल बुझाइ बिस्तारै जानु है ल नमस्ते ल आराम हुनुहुन्छ हो ल ल हुनु पर्यो यस्तोमा यहाँ चाहिँ अब रेलिङ हाल्ने थियो पर्दैन यहाँ त्यो भन्दै थियो मार्चजात गरेर यसमा चाहिँ किन रेलिङ हाल्नु ल नमस्ते हामी त स्कुलमै होला भइसक्यो होला भनेर आत्तिको भर्खर आउँछ भएन ल अनि यहाँ राख्ने भनेर पो कता अफ गर्ने रेड अफ मामा अफ यहाँ लो युके लाउरे घर आयो युके लाउरे घर युके लाउरे घर आयो यहाँ है हामी अहिले खोइ सीता छैन रे ए पोखरा गछ ल गयो है अहिले आइसकेको छ फेरि मन्दिर जाने नि त उता के हो जाम ल गयो अहिले आज जाने हो भाइले तल जान्छ नि भरे अहिले भरे फेरि कता हो हजुर सभा म हेलो के गर्नुभएको हजुर म यहाँ भिडियो गर्दै कता हो हजुर अहिले म के भन्छ यो ठाउँलाई भाचुकको ठुलो गाउँ भाचुक चिन्छ कहिले एउटा भाचुक पनि चिन्छ तिमीले चिन्छु कति वर्षपछि आएको रे 30 इयर्स 30 वर्षपछि बल्ल होइन ल कस्तो राम्रो गाउँ धन्यवाद 30 वर्षपछि भाचुक आफ्नै गाउँमा 30 वर्ष लाग्दो रहेछ कस्तो राम्रोसँग भात खान लाचाहरू भाइले ल कस्तो राम्रो है तपाईले खानुहुन्छ है दाइ म पूजामा छ नि हजुर अब हैन को आछ यहाँ नौलो मान्छे आछ इ आज खाना खाँदै हजुर त्यो सबैमा हाल्नलाई हो नि त एक पातली लिएर आऊ भनौँ न सबै दुनो टपरमा हाल्नुपर्छ त अनि हो त्यही भनौँ न उसलाई रहर त्यस्तो छ त नि ए अँ त त्यही रहर छ हामीलाई सार्की कि कहिले मलिन्छ
बाटो नि भुलिसकेको छ हामी त अर्कै बाटो गयो नि भन्दैछ अर्कै बाटो भन्दै गयो यो त मलाई हाम्रो उता बाहुन गाउँतिर गएको जस्तो लाग्यो अनि बाहुन गाउँतिर हो त नि हो मैले भनेको हैन मेरो साली भन्थ्यो कि किराहरू खान लागेछ पानी लागेछ मेरो हेल्थ थियो नि आयो कतिखेर गरे पूजा अघि भर्खर ए हो यो पूजाको थाली हो फेरि गर्न जाने हो कि भ्याइयो देइयो ए ल हेलो नमस्ते नमस्ते स्याबास नमस्ते नमस्ते सबैलाई नमस्ते सबैलाई नमस्कार नमस्ते नमस्ते कहिले हजुर ए हजुर ल ल ल्याउला नि त कतिखेर आउँछ हजुर भर्खरै आइरहेको सानो कैँचीहरू छैन त्यसो भने हामी फुकाइदिन्छौँ ए हजुरहरू निचार्नु अनि फुकाउँदै यहाँ राख्दै गर्नु मिलाएर है कहिले फुकाउने कहिले एउटा एकचोटि मात्रै भन्नु है सबै एकचोटि भन्नु आउँदैन स्कुलतिर कैँची छ भने काट्नको लागि यो त फुकिहाल्छ नि फुकाउने मसिन भन्छ पहिला हुन्छ च्याउलाई अनि एउटा निचार दिदी हेर्दै सिधै तपाईँ सबै नबिजाइदिनु होइन भिजाउने हो नि भिजाएर निकाल्नु पर्यो नि सबै ध्यान मोल्दै हुन्छ घुने के चोरा खाने पनि के चोरा फेरि यो हाल्ने तिमीले चोरा बोको निचार तम्मा अझै निचार्नु होइन आमाले ए आमाले अब हामी निचार्नु के फ्रेन्ड माथि बिचमा चाहिँ ठुलो गरेर राख्दैन कि आमाले बनाएको थियो नि बजैले बनाएको र ठुलो गरेर बिचमा राख्दिनु त मोटो चाहिँ हो त मोटो चाहिँ मोटोहरू चाहिँ फेरि साह्रै बल गरेर भित्र बलेकै छैन के गले होइन रे भिजेकै छैन कि मोटो भइगयो ठुलोलाई मजाले भिजाउनु पर्यो ए अलि हाल्नु त अलि सानो सानो हाल्नु दिदी तेल राख्नु नि त त्यस भगवान्ले रक्षा गरून् भनेर यहाँ सुन्नुहोस्
ओम आमा नमो लक्ष्मी नारायण ल अब यो कोठामा पूजा हुन्छ पूजा भनेपछि के आइपुग्यो हरि ओम पूर्वे विमलाय नमः पूर्वे या विमलाया पूजा बाबा सूत्र सन्न गर्दै जल चढाउँदा फुलले चढाउनुहोस् अर्घ त्यो दुबाले चढाउनुहोस् अर्घ त्यो दही अरू चन्दन अथवा फुल यसरी हेरेर यसरी चढाउनुहोस् हरि ओम जीवित परमराति सर्वलोकमय शरणं हरि पूर्वे विमलाय नमः चढाउनु अरू अब पल्लो कोठामा पूजा हुन्छ यसरी 8 कोठा छन् भने यसरी हरि ओम ज्ञान रूपायमा अन्य ज्ञान रूपायमा ज्ञान रूपाय पूजा बाबा पंचरो बाबा ईश्वर सुन्दर गर्दै बाबा आदम हिन्दूपट्टि अर्को कोठामा पूजा गरिराख्नु हरि ओम नजर क्रिया नम क्रिया या तिष्ठ या पूजा तावा दंसितो बाबा सुप्रसन्न वर्धो बाबा पाद्यम आत्म आत्मनि हरि क्रिया नम योगाय नम हरि योगाय नम योगा या तिष्ठ या पूजा तावा दंसितो बाबा सुप्रसन्न वर्धो बाबा पाद्यम अर्घम आत्मनि स्नानं समर्पयामि योगाय नमः सर्वलोकमय शरणं हरि योगाय नमः ओम पश्चिम प्रवाह नमः अब यतापट्टि ओम पश्चिम प्रवाह नमः रवया पूजा तावा दंसितो बाबा सुप्रसन्न वर्धो बाबा पाद्यम अर्घम आत्मनि स्नानं समर्पयामि प्रवाह नमः ओम ओम सत्याय नमः अवंगा सत्याय नमः सत्या तिष्ठया पूजा तावा दंसितो बाबा सुप्रसन्न वर्धो बाबा पाद्यम अर्घम आत्मनि स्नानं समर्पयामि बाबा पाद्यम अर्घम आत्मनि स्नानं समर्पयामि ओम सत्याय नमः अब त्यो चामलको अक्षता चढाउनु त्यो चामलको अक्षता चढाउनु अब यो चन्दन चढाउनु माझमा है हरि ओम ओम नते नमो भगवते वासुदेवाय नमः ओम नमः सर्वभूताय नमः ओम नमो भगवते वासुदेवाय नमः सर्वभूताय नमः सर्वात्मने योगा योगाय नमो दादा आधारे नमः उदाहरण पर्यात ओम लक्ष्मी नारायण नमः लक्ष्मी ओम आत्मनि स्नानं समर्पयामि अनि मलाई भनिदिनु है हरि ओम ल अब पैसा राख्नु ल अब भित्र गएर त्यो सरस्वतीको पूजा गरेर आउनु पऱ्यो पहिला यो जाल चलाउने हो सुरुमा जल छर्काउनुहोस् चोख्याउनुहोस् त्यस पछाडि तपाईँले अब त्यसको पानीले चलाउनुहोस् होला नि हो त्यो हो अर्घ चलाउनुहोस् त्यस पछाडि अनि सर्वत्र पूजा गर्नु
थालैमा आसनं समर्पयामि हरि ओम नारायण नमः आसनं समर्पयामि रमासहितं श्री सत्यनारायण अर्घ चढाइदिनु दही अर्घम समर्पयामि अस्तिष्ठाम सबै दिवासन नाना तीर्थानि विभिन्न किसिमको जल भनेर जल चढाइदिनु विभिन्न तीर्थहरूको जल नमस्ते फेरि माला भनेर कुन मालाहरू यो माला मन्दिरमा घुम्न ल्याउनु भएको हो कि कता जानु ल्याउनु ल अहिले भोलि त यो लहर सितम सधैँ हामी समर्पयामि मेरा हातमा हो त्यो पञ्चामृत चम्चाले लिन्छ दुध गाई घिउ खुट्टो नभए भनेर 5 पहिला दुध बनाएर लिन्छ लिइरहनु है चम्चा लिइरहनु न चम्चा लिइरहनु बजेल लाउनु कि बजेले त्यो त बजेल लिएर आऊ भनेको मैले जल चढाएर चम्चाले के हो पहिला हामीले दुध बनाएर अब घिउ भनेर चढाउनु नि अब दही भनेर चाहिँ 50 सबै राखेको छ दही भनेर चाहिँ 50 छोइदिन अब म भनेर मनी चाहिँ राखियो छ यहाँ अब साथमा किन भनेर चाहिँ राखिएको छ फेरि सर्दै
हजुर यो चियाको कार्यक्रम चाहिँ दुधी गर्नु पर्यो अब पञ्चाउन्न छोडिदिनु भने अनि घर उता चलाउनुपर्छ यहाँ बत्ती लगाएर बसिरहेको राहत जय श्री सकल बुद्धि बल राशि जय सर्वज्ञ अमर विनाशी जय 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 वीर सदा सुर सवारी रूप चतुर्भुजधारी सकल विश्व जग में पाप बुद्धि जब होती तब ही धर्म की प्रीति ज्योति तब ही मातु का निज अवतारी पापहीन करती महतारी वाल्मीकि जी थे हत्यारे तब प्रसाद जाने सारा रामचरित जो रचे बनाई आदि कवि की पदवी पाई पूरा पोते ऐन कहिले सबै गरी सकाइ छ अच्युताय नमः पार्वती पूजामि ओम नारायणाय नमः ब्रह्म पूजामि ओम केशवाय नमः कल्भोज पूजामि ओम रामाय नमः जामिनी पूजामि ओम कृष्णाय नमः मूल पूजामि ओम हरिहराय नमः नाभि पूजामि ओम दामोदराय नमः हृदय पूजामि ओम जगन्नाथाय नमः कण्ठ पूजामि ओम श्रीधराय नमः बाहु पूजामि ओम पशुपताय नमः मुख पूजामि ओम जगन्नाथाय नमः ललाट पूजामि ओम सर्वात्मने शिव पूजामि सत्यनारायण पूजामि सर्वदा सर्वर्ण पूजामि अब पाँचजोली अलि तल गाडा तल हामी होइन त्यो तल गाड्ने हो क्या त्यसमा ल म भएपछि त भजन भइहाल्छ नि अब तपाईँ के त्यसमा भनेको भएपछि म भएपछि त भजन त भइहाल्छ लिएर बाबु निकाल्नु एउटा खुला छोड्नुमा बाँध्नु अब देवी देउराले देवीहरूलाई भनेर त्यो भन्दै उहाँ सरलाई दिँदा अब एउटा चाहिँ पितृलाई भनेर त्यो अहिले फुललाई चढायो अहिले पितृलाई सेतो अथवा ल अब एउटा चाहिँ देवी देवीलाई दियो अब तपाईँहरूले नाग भनेर एउटा राति अब चाहिँ पूजा तपाईँहरूले
दही यसो डुबाल्यो पूजा ल ल त्यो जौतीले पूजा गर्नुहोस् मजाले जौती त प्रसत्तै झर्नु आमाहरूले जौतीमाथि कम परिएर अन्त उल्टा ल्याएर उहीँ आउँछ हात लगाइदिएर ल्याउनु आमालाई यसो भन्छ चलाइदिनु यता रामदाइले गर्नुहुन्छ म राखेर यस्तो पूजा हुन्छ नमस्ते शारदे देवी सरस्वती मती प्रदे वसत्वं मम जीवाग्रे सर्वविद्याप्रदा भव नमस्ते शारदे
नमस्ते शारदे देवी सरस्वती जीवाग्रे सर्वविद्या प्रदा भव नमस्ते शारदे देवी सरस्वती प्रदे वसत्वं मम जीवाग्रे सर्वविद्या प्रदा भव नमस्ते शारदे देवी सरस्वती बाबुले छेउछेउमा सबैले दाइले चाहिँ टाउकोमा राख्नु आमाको टाउकोमा एकछिन यस्तो राखिदिनु हो आमाले बोक्नु अब यस्तो ल अलि त आउनु एकछिन आउनु तपाईँ टाउकोमा राख्नु ल तपाईँ आफ्नो ठाउँमा राख्नु मामा राख्नु न मामा माइजू ल मामा त उतै छिर्ने होला नि ल ल पालो पालो गर्ने नि उताबाट तान्छ भाइले अर्को बाबु यहाँ त मिल्दैन के उता बिचमा तपाईँ त्यहाँ उता पास गर्नु हो त आउनु बाबु निकाल्न सकिन्न फेरि ए म्याडम यता लाइभ गर्नु है ल यो आउनु मन्तर पर्दै यो एकै चरण है तीन चार मात्रै है ल सुरु गर्नु पूर्वती झलल देवी तिम्रो मन्दिरमा लागपति जाला मन्दिरमा लागपति जाला लागपति जाला देवी
वाञ्छप्रदायिनि समाश्रितभक्तकोटे श्रीपद्मजालदयिते तव सुप्रभातम् तव सुप्रभातमखिलार्थदायिनि श्रीमन्त्रवाग्भवसमुच्चयकूटदेशे व्यक्तासि रक्षितुमितः स्वयमेव देवी श्रीवाणि वासरपुरे तव मोक्षी हुन सजिलो श्रीवाणि
धूपम दीपम नैवेद्यम यद्यपि दक्षिण आशा धूपम दीपम नैवेद्यम यद्यपि दक्षिण आशा बसे वर्ष भजन कीर्तन पूजा पाठ उसकै घरमा सरस्वतीको बास देउता जति सबैलाई ठाउँ चाहिँ खोज्नु त यो छेउमा माथि छ होला कतिजना भाइहरू म अघि नाच्दै
तिमीलाई राम्रै होला राम राम बोल मन खोल तिमीलाई राम्रै यतापट्टि निकाल्दैन यतापट्टि बाहिर निकाल्दैन गाउँनी हो खपेर रामकै नाम जपेर
के भयो आफै याद गर्नु बाजेलाई माथि भन्नु होइन
सबै काट्दै पल्लो रुख छ काट्दै खाना पकाएको रोटी पकाएको नाटक गरेको Yo. त्यो रहेछ के त्यो उसमा आट्यो जाँदै हो थाकको के हिल भन्छ यहाँ बाटो त क्या राम्रो यहाँ पिच बाटो खै गाई जब थाक पनि आउनु पर्छ हामी अब मेरो भान्जी र म चाहिँ यहाँ भ्लग बनाउँदै हिँडेको कि अब होइन के हो हामी यही बाटो है
बाटो खतरा रहेछ यार के हो यस्तो ओ सिमलको कुकुरे रहेछ बाटो त सलिड यार घर पनि मजाको उकालो भए पनि बाटो चाहिँ पुरै पिच छ है के हो म त के बेच्न राखेको छु क्या भनेर आएको ल ल दुध बेच्न राखेको देखेको त होइन रे त हे तेरिका झुक्कियो मै हो कि दुध हो भनेर खाम्ला भन्नु भनेको यहाँबाट 3 किलोमिटर है साथीहरू माथि जाने चाहिँ ताङतिङको बाटो यता सिक्लेस उताबाट माथि ताङतिङ जान्छ यता सिक्लेस अहिले हामी सिक्लेस जाने बाटोबाट जाने हो आजको बास थाक पो सिक्लेस जाने हो यो बाटो सिक्लेस जाने बाटो हामी सिक्लेस जाने हो त होइन थाक हो के हामी यहाँ आइपुग्यो अहिले चोकमा यहाँ झार्दो रहेछ अब पुरै अफरोड हो यहाँबाट हामी सेक्रेट हिल जाने लाग्यो सेक्रेट हिल जाँदाखेरि चाहिँ यो पुरै अफरोड हो अब तर जान्छ मजाले त्यस्तो केही छैन अप्ठ्यारो उकालो त खतरा रहेछ यार खतरा है अरे उकालो यार तपाईले कितालाको बाइक कति हो र 6,70,000
के खतरा लाग्यो बस्दैन यहाँबाट हिँडेर गयो नि हुन्छ अर्को बाटोमा आइदियो हो मजारै भयो है मजारै भयो कि हो यहाँदेखि अब हामी राइट जाने हो कि बोर्डदेखि नि होइन हामी यहाँ आइपुग्यो अब ट्याक्कै भोटे कुकुर आएको थियो यार भोटे कुकुर भागिहाल्यो नि त सबैजना भोटे कुकुर पनि फोटो खिच्छ आयो 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 भोटे कुकुर आयो 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 भोटे कुकुर आयो भोटे कुकुर आयो 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 भोटे कुकुर आयो आयो भोटे कुकुर आयो 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 ल फाइनल्ली हामी चाहिँ आइपुग्यौँ ओए भोटे चुप ल माथि तपाईँ भन्नु ल हामी सेक्रेट हिल फाइनली सेक्रेट हिल आइपुग्यो यही हो सेक्रेट हिल टक्क यही ड्रममाथि चाहिँ जाली ओछ्याइदिएर पोलिदिने हो होइन छ अर्को नि बारबिकिङ गर्ने ठाउँ ए त्यसमा गर्ने कि यहीँ गर्ने दुई ठाउँमा अब आगोमा गर्नुहुन्छ कि कोइलामा गर्नुहुन्छ कोइलामा हो भने चाहिँ त्यहाँ हुन्छ आगोमै गरिदिनु आगो कोइला कोइला पनि छ हजुर छ त्यसको हाइट मजाको हुन्छ राम्रोसँग पाक्छ कि हजुर त्यसमा नजिक हुन्छ नि त एकैछिन डढ्छ कि फेरि डढ्छ भने हजुर आगोले च्याट्टै भेटिहाल्छ यो त एकदम हाइट हुन्छ कि यस्तोमा गर्नुपर्छ कि खास यहाँ जाली ओछ्याइदिए भइहाल्छ भयो ल वेलकम वेलकम क्या चिसो है यतै हो भाइ ल पिङ खेल्न आउनुहोस् गाइजहरू पिङ ल स्वागत छ है स्वागत छ हेलो ल आमे 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 चिसो रहेछ पिङ पनि छ उहाँ खेलेछ पिङ उताएर पिङ खेलेछ ल ओहो ल है जादौ हजुर ल यसरी हामी ल हामी आइपुग्यो त आगो तापेर ठिक्क बनाइदिएछ यतैबाट यतै हिँड्नु यतै यतै अघि यसको फेरि खिचिदिनु पऱ्यो अघि नै भनेछ ल हेलो ओहो क्यारी क्या हो के पिङ भन्छ यसलाई
ल ल ओ कुर्सीमा ठिक्क पारेर राख्दैछ कुर्सी ठ्याक्क बस्यो नि ल उयो सामानहरु उ त्यता भित्र राख्ने अहिले एकछिनलाई उ त यता शीत लाग्छ कि फेरि डाइरेक्ट रुममा राख्दिने ल है आउँदा आउँदा बाटैमा रात पर्यो नि ल भिडियो आयो भिडियो तपाईँ त रमाइलो भएन कि आउँदै फेरि बाबु त्यो दिएर त्यो भाँडा लिएर आउनु त्यो पोलमा क्या अरू हालेर झिर झिर ल्याइदियो क्या नि राम्रो होला प्र्याक्टिस गरेको हुन्छ नि है
खुट्टन चला ल हेर खुट्टा त लाठी नाचे हात के हो अघि यसलाई अब चप्पल उयो चप्पलमा राखेर टक 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 काट अनि बल्ल सही हुन्छ हजुर हाँडीले कति राखेको त नि 3टा चिया पौडी कति एउटा यताबाट खाएर भ्यायो अब अर्को सुरु गरेछ 4वटै खान लाले के हो कति खान सकेको कस्तो सेलिब्रेटी फिलिङ्स आइरहेछ अहिले हो र Hi. Good morning. हामी त नेपाली ब्रेड एन्ड टी देन अन्डा तरकारी ब्रेकफास्ट बुढी साडी पनि हो नि त यता हेर बाबु कस्तो नमारिकन दिनुभएको थियो नि हजुरले अफ नगरिकन दिनुभएको ल अब हजुरको खेत दिने भनेर ल एके ए ए ल यता दौडेर पिङमा जा त ल दौडेर के त्यो खाजा सेलाएर चिसो भयो तिम्रो चिया सेलायो क्या अरू भन्दा नि ए गाडी पनि ब्रस गर्न पाउँछ सर म त्यहाँ म किदिन्छु है अब पकाइ ताराइल टप ट्रेकमा आएको सानो हाइकिङ
अँध्यारो आउँछ नि यता गएर उता हेर है हो यहाँबाट ल उता हिमालतिर ए गाई बस्तु सबै छोड्यो अब त अघि बेसार हो बेसार रहेछ बेसार आहा कस्तो अर्ग्यानिक बेसार आफ्नो वो के अरे ट्याङ लगाएर यहाँ क्याम्पिङ बस्यो भने चाहिँ यस्तो दामी हुन्छ धेरै मान्छे हिँडेको अनि सिट पनि सुक्यो नि अब कपडा माथि कपडा कभर लगाएर झन्मुख छोप्यो त कसले मैले आगी त ठिकै छ अब त ठुलो उडेछ बाबु ज्याकेट ल्याइदिनु न आइज लानु हुन्थ्यो तेरा 7-8 दिन भयो हिजो अस्ति भनिरहेको त काट्थ्यो होला टिप्थ्यो होला रे खाइ भन नि फेरि मिठो हुन्छ कि माथि माथि लेकको त त्यो तरलाई खाना देखेछ कि है हो त अस्ति निगाला काट्नु जाने बेला नि 8-9 वटा बेला काट्दा खाएको थियो भिरमै छ कि फेरि सजिलोमा यहाँ अर्को मान्छे अर्को खानिदिन्छ नि भनेर मैले काटेर राखेको छु राख्नु त जरामा लाउनु के गरेको सिधा बसेको के ए म त के गरेर होला भने मैले नदेखेको होला मैले नदेखेको उनीहरू त्यो कोही आँखाले देख्दैन नि मैले त देखेन ओ त ऊ त गरेर हेर्नु त ऊ त्यहाँ झाडीमा छिप्पेको पानी नपरेर जर्रो भएको पानीले मात्र गयो के रे खाइ नै हुन्छ होला तातो हुन्छ अरे कहिले त्यही पनि त्यही भएर चाहिँ भैँसी बाँध्नु के होला र ओछाउँछ
युकेतिर टिप्छ कि मान्छेहरूले हो यस्तै के अरे परिणालाई उयो पानी खुवाइदिनु त हँ त्यो के भयो थापेर खाए मात्र त्यतिकै डाइरेक्ट खानु हातमा यस्तो गर आउनु न कहाँ आउने त्यहाँबाट हातमा यसरी हेरेर त्यो ल हात दुईटा थापेर खा नानीले हो त्यो हेरेर राम्रोसँग फेरि हेरेर दुईटा हाले थपेर होइन लेकबाट आएको डाइरेक्ट आएको त जुगा हुन्छ त्यस्तो होइन के खा यस्तो गरेर अनि यस्तो खाऊ क्या